हामी यो चाय पिएर चाहिँ यहाँबाट निकल रहे लोग बैठा है उधर लोग बोक्दाखेरि नजाने भयो र हामीले अब यो ब्यागलाई यहाँमा बाँध्दैछौँ र बाँधेपछि अलि हामीलाई चाहिँ एकदमै चिसो पनि भयो र गाडी रोकाएर चाहिँ हामी यहाँनिर अब बसेर आयौँ हामी चाहिँ अब पनवेल आइपुग्यौँ बोक्नु नसकेर यो हेलो एभ्रिवान गुड मर्निङ के छ खबर सन्चै हुनुहुन्छ आजको म न्यू भ्लग ल्याएर तपाईँलाई म उल्लासनगरदेखि पनवेल जाँदैछु बाइक लगेर सो तपाईँहरूले चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र अब म बिहानको समय छ ठ्याक्कै 6 बजेको छ र म 6 बजे उठिसकेँ र अब 6 बजे उठेर मैले गाडी अब मैले बाइकलाई धुन्छु र बाइकलाई धोएपछि तपाईँलाई देखाउँछु र बाइकलाई धोइसकेपछि म रेडी भएर अब म रेडी हुन्छु देख्न सक्नुहुन्छ तबसम्म तपाईँले र मैले चाहिँ अब कोलगेट गर्छु ब्रुस गरिसकेपछि एकदमै पानी चिसो छ यता पनि गाइज एकदमै बिहानको समय छ र मेरो गाडी हेरेर छ अब म यसलाई चाहिँ वास गर्छु होइन यो गाडीलाई मै धुन्छु र गाडी धोएपछि र तपाईँलाई थाहै छ म पनवेल जाँदैछु आज यो गाडी लगेर र यो गाडीलाई मैले अब मजाले सरफ पानी बनाएर चाहिँ धुन्छु अनि धोएपछि अनि म यो गाडीलाई फ्रेस गराउँछु एकदमै है अब सरफ पानी बनाएँ मैले गाडी लिएर सकाएको छु अब यो पुरा यो मैले धोइसकेर देख्न सक्नुहुन्छ चम्किरहेको छ अहिले एकदमै अँध्यारै छ ठ्याक्कै 5:30 भइसकेको छ यताको टाइम ल गाडी चम्किसक्यो अब है देख्न सक्नुहुन्छ सो एकदमै पानी चिसो छ 6:30 बजिसकेको छ र पानी चिसो छ मैले एउटा स्याम्पू लगेँ र अब स्याम्पू लगेर म नुहाउँछु देख्न सक्नुहुन्छ पानी एकदमै चिसो छ कसरी नुहाउने यार चिसो छ लास्टै ल मैले नुहाएर सकाइसकेको थिएँ एकदमै चिसो लास्टै चिसोले मार्यो होइन म अब कपडा चेन्जिङ गर्छु कपडा चेन्जिङ गरेर र ब्याग स्याग रेडी गर्छु ब्याग पनि रेडी गरेर अब चाहिँ एकदमै लास्टै चिसो भयो कि चिसो छ गाइस लास्टै एकदमै चिसोले मारिसकेको छ बिहान नुहाउनु एकदमै गाह्रो हुँदो रहेछ यो टाउकोलाई म एकचोटि सुकाउँछु सो मेरो बाल लामो भएर अहिले कपाल सुक्न अलिक टाइम लाग्छ कपाल चाहिँ एकदमै लामो छ त्यसैले गर्दाखेरि सो चिसो धेरै भएको कारणले गर्दाखेरि म भित्रै भेस्ट लगाउँछु त्यसपछि बाहिर चाहिँ हाइनेक लगाउनु पर्यो किनकि लामो यात्रा छ अलिकति धेरै किलोमिटर टाढा छ र हाइनेक लगायो भने चिसो चाहिँ हुँदैन सो मैले हाइनेक लगाइसकेँ यसमा अब यो सर्ट लगाएँ अब यो सर्टले पनि भएन अब यो जागर लगाउनु पर्यो सर्टले पनि सपोर्ट नगर्दा जस्तो छ बाटोमा चाहिँ ज्याकेट निकाल्नु पर्छ जस्तो छ ज्याकेट पनि लाग्यो अब यतिको भएपछि चिसो चाहिँ हुँदैन जस्तो लाग्छ मलाई सो म कपडा लगाएर एकदम फ्रेस पनि भएँ र यता गाडी पनि देख्न सक्नुहुन्छ गाडी पनि यता रेडी छ र मेरो ब्याग पनि यता प्याक भइसकेको छ र हामी अब यहाँदेखि निक्लिने बेला भइसक्यो अब हामीसँग 10 मिनटको समय छ र यो 10 मिनटको समयमा चाहिँ हामी यहाँबाट अब जान्छौँ देख्न सक्नुहुन्छ मेरो ब्याग त्यहाँ रेडी छ र म यहाँ रेडी छु र मेरो सँगै जाने एउटा यता देख्न सक्नुहुन्छ पनि जाने हो धेरै भारी छ र यो बाइक पनि एकदम भारी छ हामी अब ठ्याक्कै धेरै लामो यात्रा छ अब बाइक स्टार्ट गरेर म मेरो साथमा जाने हो
ब्याग बोक्दाखेरि नजाने भयो र हामीले अब यो ब्यागलाई यहाँमा बाँध्दैछौँ र बाँधेपछि अलि यो यता उसलाई चाहिँ अलिक गाह्रो हुने भयो, त्यसैले गर्दाखेरि ब्यागलाई अब बाँधेर हामी यसमा लट्काएर जाँदैछौँ। अब हामी यहाँदेखि अब ट्याक्कै हाम्रो सामान पुरा भयो, अब हामी जान्छौँ। त्यसमै भनिरहेको छु त, एकचोटि त्यो खोलेर यसलाई बोकाउँ कि ब्यागलाई अलिक समस्या भयो, त्यसैले गर्दाखेरि टाइम पनि गइसकेको छ धेरै। हामी यो चाय पिएर चाहिँ यहाँबाट निकल रहे, हम लोग बैठा है उधर लोग, हम अभी चाय पी के इधर से सुबह सुबह का टाइम है तो इधर से निकल रहे हैं, बट ठंडी भी हो रहा है तो इसके लिए हम लोग चाय पिया। देखो ये इधर है तो हम लोग जाएगा अभी। हामीले अब चाय खाएर सकायौँ, अब त हामी जान्छौँ तल। आज हजुर भिडियो बनाउने नि आइकिन ल हुन्छ ल चलो बाइ बाइ। गाडी देख्न सकिन्छ गाड़ी में पेट्रोल सकिएर देख्न सक्नुहुन्छ 3% 1% छैन। म यहाँ पेट्रोल पम्पमा आएको छु र पेट्रोल पम्पबाट हामी पेट्रोल हालेर अब यहाँदेखि निक्लिन्छौँ पेट्रोल पम्पमा गएर। तो देख्न सक्नुहुन्छ मेरोमा अहिले 0 थियो र पेट्रोल अहिले मैले 500 को पेट्रोल हाल्दाखेरि यहाँ 4 डन्डी देखाइरहेको छ र 500 को पेट्रोल हाल्दाखेरि 4 डन्डी देखाएको छ। र अब हामी यहाँदेखि हामीलाई अब सिधै हामीले 10 किलोमिटर यो रोडमा हिँड्नुपर्ने छ र 10 किलोमिटर यता बिल्डिङ देख्न सक्नुहुन्छ। त्यो बिल्डिङमा हामी चाहिँ अहिले लागिसकेका छौँ। मलाई घाम भएको छैन, चिसो चाहिँ एकदमै बढिरहेको छ। हामी यसरी चाहिँ अब यता हाम्रो गाडी नै छ, अब 10 किलोमिटर हामी यसरी हिँड्नुपर्ने छ। गाडी पनि कति जान्छ र हिँड्दै जाउँ। हामीलाई चाहिँ एकदमै चिसो पनि भयो र गाडी रोकाएर चाहिँ हामी यहाँनिर अब बसेर थोडा फोटा पनि हान्नु पर्यो। अलिक फोटा हानेर चाहिँ अब हामी यहाँदेखि निक्लिन्छौँ। काम पनि अब आउन लागेको छ र चिसो चाहिँ हटेको छैन, आउन लागेको छ।
त्यसपछि त हामीले गाडी रोकाएर चाहिँ अब खुट्टा हानेर जान्छौँ है। चाहिँ हामी अब पनवेलबाट चाहिँ आइसकेका छौँ र पछाडि देख्न सक्ने ब्याकग्राउन्डमा पहाड छ र हामी पनवेल अब हामीलाई जान अब ठ्याक्कै 15 मिनट जति लाग्छ र 15 मिनटपछि हामी पनवेल गइपुग्छौँ। तबसम्म चाहिँ तपाईँहरू हेर्दै गर्नु होला अब लाग्यो ठ्याक्क। आ चुका है, अभी देख सकते हो ये पनवेल का ये ब्रिज है। ब्रिज पे हमें एक बिल्डिंग के सामने खड़ा है और हम लोग अभी पनवेल आ सकते हैं। थैंक यू वेरी सो मच। सो गाइस अब हामीले यहाँ गाडी पार्किङ लगाइसक्यौँ। अब हामी आइसक्यौँ रुममा चाहिँ उल्लासनगरबाट। र आजको भ्लग कस्तो लाग्यो, थ्याङ्क यू भेरी सो मच, अल द बेस्ट। अब चाहिँ हामी कोठामा जान्छौँ र यस्तो आजको हाम्रो ट्राभल थियो। सो 2 घन्टा जति 2 घन्टाको ट्राभलमा चाहिँ एकदमै रमाइलो भयो, यात्रा सफल भयो तपाईँहरूको माया र साथसाथले गर्दा। आयौँ हामी चाहिँ अब पनवेल आइपुग्यौँ। हामी पनवेल आएर बसिराख्नु भएको छ हाम्रो भान्जी। हामी हजुर आइसक्यो, 2 मिनटमा हटिसक्यौँ। आज पनवेल आइपुग्यो भनेर। In 50 meters, turn left. Head toward Taloje Majpur Road, then turn right. म यहाँ पनि एकैचोटि हेल्मेट राख्दा ल गाइस, थ्याङ्क यू भेरी सो मच। अनि आजको हाम्रो यात्रा उल्लासनगरदेखि पनवेलसम्मको रहेको थियो र तपाईँहरूलाई हाम्रो भ्लग कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने यो भ्लगलाई चाहिँ सेयर गरेर लाइक गरेर सबै आम दर्शक श्रोताहरूको माझमा पुर्याइदिनु होला। र हाम्रो आजको ट्राभलको भ्लग रहेको थियो। थ्याङ्क यू भेरी सो मच, अल द बेस्ट, टेक केयर।